एभ्रिवान आज हामी हस्बैंड वाइफ टिकटकमा ट्रेनिङ भइरहेको कलर गिफ्ट एक्सचेन्ज गेम खेल्न गइरहेका छौँ सो लेट्स सी हामीले एकअर्कालाई के गिफ्ट लिइरहेका छौँ ओके फर्स्टमा कुन कलर रेड लिस्टमा के फर्स्टमा रेड हैन रेड लास्टमा गरौँ फर्स्ट लिस्टमा रेड छ नि त रेड 1 2 3 गो हैप्पी मेरो नाइस तर उस त्यस्तै भयो चाहिँ त्यो चाहिँ रेड कलरको फ्लावर रेड मैले रेडमा रोज खोजिरहेको थिएँ मैले लगाएँ त थ्याङ्क यू रोज खोजिरहेको थिएँ अनि नपाएर मैले फेरि फुलिरहेको अर्को रेड कलरको फ्लावर ल्याएँ वाइट बाहिर नै भयो भनेपछि मात्रै सक्स मेरो चाहिँ अर्को छ स्यान्डो अनि यो चाहिँ हाफ टी सर्ट जस्तो नि लाउन मिल्छ पोलोको अनि त्यसपछि बक्सर वाइफले हस्बेन्डलाई यस्तो यस्तो किन्न त हेल्प गर्छ होइन ल यो चाहिँ समरलाई नि लाउनु हुन्छ विन्टरमा नि लाउनु हुन्छ ओके कस्तो लाग्यो हेर्छु हेर्नु पनि पर्छ वाउ क्युट क्युट बोबा वाइट बोबाको थ्याङ्क यू ब्ल्याक 1 2 3 गो भन्यो अनि मात्रै 1 2 3 गो मलाई मन पर्यो यो चाहिँ वाटर बोटल मैले चाहिँ एकदमै चाहिने कुरा अब हि इज रिटर्निङ ब्याक टु युएस सो यसमा लक पनि छ हेर्छु कस्तो लाग्यो मलाई चाहिरहेको थियो थ्याङ्क यू अनि वाटर बोटल हराएको थियो त्यही भएर मलाई चाहिन्छ अफिसनलाई भनेर नाइस 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 थ्याङ्क यू प्रेस गरेर ओ कति मस्तै क्युट रहेछ ग्रिन ल ग्रिन है ल ला मेरो ग्रिन त कहाँ छ त नभए येल्लो गर्दा नि हुन्छ होइन ग्रिन पनि छ तर कता ब्राउन गर्दा नि हुन्छ ल जुन सजिलो हुन्छ त्यही ल ब्लिडली सेपरेट गरेर मम्मीकै झोलामा पऱ्यो क्या मेरो चाहिँ 2 घण्टाको 2 घण्टा छुस मेरो धेरै बेला छ एउटा ग्रिन चाहिँ हरायो मसँग अर्को ग्रिन छ मैले दुईवटा किनेको थिएँ दुईवटा किन्ने ल 1 2 3 गो ग्रिन यो व्हाइट हो कि ग्रीन ग्रिन यसमा के अरे ग्रिन कलरको हेयरफल रेस्क्यु सुट गर्छ डोपको भन्छ थियो होइन अब मैले ग्रिन लिएर यो मैले झन्डै किनिसकेको थिएँ व्हाइटको लागि ल अनि त्यही भएर सक्स लास्ट ल यो चाहिँ तिम्रो लागि टप्स ठिक हुन्छ मोटाइसके नाइस ओके ग्रिनको मसँग अर्को पनि छ उहाँसँग नि अर्को पनि छ अरे ग्रिन टी सर्ट थ्याङ्क यू उहाँलाई चाहिँ आर्मी कलर मनपर्छ सो ग्रिन टी सर्ट थ्याङ्क यू नाइस ठिक छ समरलाई सपिङ भयो समर आउनु लाग्यो भनेर है ल थ्याङ्क यू अब कुन कलर ए ब्ल्याकको त ब्ल्याकको मेरो मिस भएछ एकचोटि फेरि ए ब्ल्याक अझै छ अरे यो बाइक पनि ओ डार्क चक्लेट थ्याङ्क यू मलाई डार्क चक्लेट एकदमै मनपर्छ त्यही हि नोज मी बेटर थ्याङ्क यू अब अर्को एन्ड आई लभ यु लास्टमा हजुरको चाहिँ सानो झोला राम्रो राम्रो गिफ्ट भएछ ल अब अर्को के भन्दाखेरि ब्राउन ल ब्राउन है त 3 गो यो यो त ब्राउनले ब्राउन सुज है नाइस ल उहाँलाई चाहिँ कफी कलर एकदम मनपर्छ ब्यान्ड ल थ्याङ्क यू एक्ज्याक्टली ब्राउन त छैन तर मैले मानिदिएँ यो ब्राउन छ नि त दुईवटा ब्राउन थ्याङ्क यू त ठिक्क फिट पनि हुन्छ र मलाई मन पर्यो रेड भइसक्यो एउटा रेडको अझै बाँकी रहेछ कि हो र ल रेडको because we both love coffee thank you लास्टमा गिफ्ट मैले राम्रो राम्रो पाइरहेको छु है ल अरु ब्लू
1 2 3 ब्लू है ल यो त सेम भयो मसँग अर्को गिफ्ट पनि छ ब्लू कलरको ब्रस एकदमै सफ्ट वाला उहाँको दाँत अलिक कमजोर छ मसँग ब्लू कलरको अर्को पनि छ यो चाहिँ मम्मीले यो पनि देऊ भन्छेको मम्मीले ज्वाइँलाई ब्लू कलरको फ्लावर फुल जस्तै मान्छेको लागि थ्याङ्क यू सो मच धेरै माया गर्छन् सबैजनाले मम्मीले पनि गर्छिन्छ ल थ्याङ्क यू मम कलर ल मेरो त रेडी छ 1 2 3 गो ए काइयो मैले चाहिँ लप्सीको पाउ है येलो कलर बाहिर लानु मिल्छ भने थ्याङ्क यू अनि लास्टमा एउटा कुरा चाहिँ भनिहाल्छ है यो चाहिँ डिस्क्वालिफाइड नै हुनसक्छ कि हामीले यो गेम सुरु हुनुभन्दा अगाडि बजेट प्लान गरेको थियौँ क्या त्यही भएर मेरो जति पनि छ नि यो सबै चाहिँ बजेटमा छ उहाँको चाहिँ बजेट ओके मेरो चाहिँ अरेन्ज कलरमा योसँग यो पनि थियो है जेली जुसहरू मैले फन गेम हुन्छ भनेर यति धेरै ल्याएको थिएँ दिस इज अल्सो फर यु थ्याङ्क यू अनि मेरो पनि लास्टमा चाहिँ एउटा कुरा एकदम सिक्रेट राखेको थिएँ कि त्यसलाई सरप्राइज यो त मोस्ट एक्सपेन्सिभ भयो नि त कन्टेन्ट क्रिएटर मैले कन्टेन्टहरू बनाइरहन्छु र मलाई अझ मोटिभेट गर्नको लागि लास्टमा सानो झोला तर राम्रो र एकदम थर्टफुल गिफ्ट चाहिँ हजुरको लागि मलाई अनि मेरो चाहिँ ठुलो झोला अनि बिग प्याकेज आउट अफ द बजेट अनि तिमीलाई टी सर्ट मन पर्यो एकदम दामी रहेछ लास्टमा मैले धेरै गिफ्ट पाएँ यो चाहिँ नाइदर राइट थ्याङ्क यू पिङ्क यो चाहिँ कलरमै थिएन घर बसेर लाउने चप्पल हामी पिङ्क कलर राखेको थिएन तर द्याट क्यान बी सपिङ फर अ होल इयर फर मी उहाँहरूले चाहिँ मैले जे किन्ने पनि मन पराइसिन्छ जतिको किन्ने पनि लगाएर हिँड्छिन्छ लाइक चुजी होइसिन सो आइ एम सो ह्याप्पी एन्ड थ्याङ्क यू फर प्लेइङ गेम लास्ट मोमेन्टमा हुन्छ भनेर गेम खेल्दैछ त्यसको लागि थ्याङ्क यू एन्ड थ्याङ्क यू फर वाचिङ बाई